यो मैले हैन नि यही हो ढिलो गर्ने मान्छे नै उहाँ नै हुन् हामी अहिले कहाँ जाँदैछौँ ओ माई गॉड्स यो हो नि त मासु दोकान डोकेश भाइ हामी चाहिँ बगतको टाइपको गेम कन्टेन्ट क्रिएटरसँग त साँच्चै आइफोनको यस्तै छ है घाम नलागे पनि यहाँ चाहिँ छाता ओढाउँदै हुनुहुन्छ हामीलाई यस्तै छ दाइ हामीले राति हैन हामीले के बिर्सिम अरे एकवटा पसलमा 2 केजी गर्दै हामीले के बिर्सिम अरे चिम्टा अरे दाइले धन्न आफूलाई चाहिँ बिर्सिनु भएन हैन त्यसपछि तिमीले के गर्यो भन त ला किन मैले जान्छु भनेको थिएँ ला भन्नु हैन जान्छु अगाडि भनेको जान्छु भनेको मैले त आउ यही वार पर्छ के हो आज अनि अगाडि आउने किन भनेको थिएँ गर्नु हैन तपाईको रेस्पोन्सिबिलिटी हैन मलाई किन बिच्चामा मैले त आउ भनेको थिएँ के रे यहाँ फाइट पर्दैछ हामी चाहिँ दुईटा टिम हिँड्नु नसक्ने मान्छे इन द हाउस यो हिँड नसकिन्छ हैन ल घाइते भएर चाहिँ हो घाइते के भयो के भयो मेरो चिनो हो बोक्न सक्छु धरानको सबभन्दा लामो जुलुङ्गे पुल सेरा खोला पल्लोमा हो यो होइन खोइ टिकटक रिसोर्ट थिङ्गाबारी तिमीहरू कोही त आएको थिएन होला है पहिला यता ओ ल ठिक छ तिमीहरूलाई नयाँ भयो धरानमा यस्तो पनि छ है भन्ने यतिको चाहिँ हुने पऱ्यो यो चाहिँ हाम्रो कोड आइटीको नयाँ भवन यो चाहिँ हाम्रो कोड आइटीको नयाँ भवन र हाम्रो यहाँ घर मालिक हाम्रो अफिसको मालिकहरू पनि छ अहिले हाम्रो अफिस चाहिँ यहाँ हो र अफिसको मालिक बाख्रा कराइदिनु त हो यही हो ट्याङ्की एकपल्ट भिजेर आउँदा नि पढ्नु पर्यो ठुलो क्यामेरा र यसमा के फरक छ ठुलो क्यामेरामा ठुलो आउँछ सानो क्यामेरामा सानो आउँछ वाह इसको अभी क्या अभी आगे कोशिश कर दो
हामी चाहिँ अब थाकेर बसिसकेको छौँ एकदम गर्दा गर्दा पौडी खेलेर अनि सप्ताह सप्ताह लगाएर हामी चाहिँ अब फर्ममा आइसकेको छौँ फेरि ल ल ल ल ल त्यहाँ मजा आउँछ खेल्न टक्क मजा आउँछ नि त यो सुदम दाई कस्तो लाग्यो नि आजको हाम्रो स्टुडेन्टहरूलाई यसो हाइकिङ साइकिङ के भन्ने अब यसलाई ड्राई पिकनिक भन्ने कि हाइकिङ ड्राई पिकनिक नै होला मजा आयो ठिकै छ तपाईँलाई कस्तो फिल अनुभव लागिरह्यो तपाईँ अलिकति साह्रो बोल्नुहुन्छ सुनिन्छ कस्तो भन्नु ठिकै भयो भनौँ न होइन सर्ट पनि थियो हाइकिङ अनि त्यसपछि खोलाको के भन्छ त्यसलाई खोलातिर गएको कारणले गर्दा अलिकति घामले फेरि सतायो जस्तै इक्जाम्पल यहाँ हेरिहाल्नुहुन्छ म त्यहाँ देख्न सक्नुहुनेछ पानी खान्छु How are you? You can guess by looking at my face.